क्यों 15,000 भन्छु 15,000 भने के हो पाँच जस्तो अब पानी चाहिँ हाम्रो त सिके कि 10-20 हाम्रो प्रिन्सिपल सर है प्रिन्सिपल सर भनेको को हो हाम्रो 5 नम्बर वार्डको चाहिँ अब प्रमुख के प्रमुख कसैले बताउँछ भाइ हो भन्नु त कसैले बताउँछ 4 को चाहिँ को हो रे सिधाले आधा भोट प्रमुख 4 को हो रे प्रिन्सिपल को चाहिँ सल्लाहकार हुन्छ उहाँको चाहिँ भनेको चाहिँ के हुँदैन अब उहाँको चाहिँ तलब भनेको चाहिँ के हो हामीले त भन्नै आउँदैन हाम्रो त अब हाम्रो त सिके 10 पैसा 2 पैसा ओ मामा 3 पैसा भन्दै उनीहरूले क्यों 15,000 भन्छ 15,000 भने के हो त्यो 15,000 भने त गाडी अब बस जस्तो अब पानी चाहिँ के हो हामी त अब आशा अब जे भए पनि अब उहाँले भनेपछि हामीले त्यत्रो भारी भए पनि हामी त मरी बोक्नु परेन जस्तै मानिलिउँ अब उहाँले चाहिँ अब यो पुर्याइदियो माथि मेरो धनी सरले पुर्याइदियो भनेपछि त अब सक्दैन भने मिल्छ अब जसले उसले त 10 कुइन्टल दियोस् तर 20 कुइन्टल दियोस् कुइन्टल भने त उहाँलाई थाहा होला हामी त मरी बोक्नु सकेन भने ए भाइ आइदेऊ न अब धनी सारको पिया मान्छेले पठाएको छ नम्बर भने कसै जसरी त्यो चौरो त पुग्नै पर्छ भरे 10 बजे भित्र त्यो दिन भित्र अब विद्यार्थीहरू चाहिँ अब आउँछ नि आउने क्रममा चाहिँ अब फेरि हामीले त्यो सामान पुऱ्याएन भने के हुन्छ हामीले त कारबाही हुन्छ हुन्छ भोलि कारबाही हुनु त बरु मरोस् हामी त बोक्छु भन्दैन हामी